हेलो एभ्रिवान, नमस्ते से भने सबैजनालाई सन्चै हुनुहुन्छ होला है। सबैजना राम्रै हुनुहुन्छ होला। एउटा सानो भिडियो म चाहिँ यहाँनिर सुट गर्न गइरहेको छु हैन, पोस्ट पनि गर्नेवाला छु। त्यो चाहिँ के को लागि भन्दाखेरि चाहिँ हिजो मेरो बर्थडे थियो है। अन्त मेरो बर्थडे अब त्यति साह्रो खास मनाउँछ त्यस्तो खालको के थिएन। बर्थडे आउँछ जान्छ, तर so unexpectedly turned out to be the most memorable भयो हिजोको बर्थडे। फर्स्ट टाइम मैले आफ्नो हस्बेन्डसँग सेलिब्रेट गरिरहेको थिएँ एन्ड मेरो हस्बेन्डले चाहिँ यति राम्रो म्यानेज गर्नुभयो क्या। हिजो यति साह्रो बिजी भइरहेको थियो है, हस्पिटल जाँदा आउँदा यताउता गरिरहेको थियो, तर पनि एउटा भेरी सर्ट टाइममा मेरो डियर मायाहरूले यति राम्रो बर्थडे सेलिब्रेट गरिदिनु भएको छ। आई एम सो मच थ्याङ्कफुल टु हिम। भगवान्ले यस्तै हस्बेन्डहरू सबैलाई देऊ चाहिँ। अन्त म चाहिँ यहाँनिर एकैछिन सानो भिडियो लिएर आएको छु। त्यो चाहिँ के को लागि भन्दा चाहिँ हिजो है सर्ट टाइममा हाम्रो बेसी पनि थिएन, तरै पनि जतिजनाले पनि आइदिनु भयो मेरो बर्थडेमा, उहाँले सानो सानो कुराहरू ल्याइदिनु भएको छ। सानो सानो भन्दाखेरि पनि इट इज सो प्रिसियस टु मी। अन्त गिफ्टहरू ल्याइदिनु भएको छ, म तपाईँहरूलाई त्यो देखाउन लागिरहेको छु। ल, फर्स्ट एन्ड फरमोस्ट चाहिँ म मेरो बुढाको गिफ्ट देखाउनु पर्यो। मेरो बुढाको गिफ्ट हेर्नुहोस् न, के होला यो? क्यारेङ कुरुङ हो, तर यो एउटा पिस अफ पेपर छ, बट वर्थ तपाईँलाई सोइङ है, वर्थ सोइङ हियर। अन्त यसको चाहिँ यो चाहिँ तपाईँको एउटा स्लिप मात्रै हो, यसको रियल चाहिँ भोलिसम्ममा आइपुग्छ। एन्ड थ्याङ्क यू सो मच मेरो हस्बेन्ड। दिस इज अ क्युट क्राउन। त्यतिकै हो, यो त्यति साह्रो केही छैन यसमा, योमा त्यतिकै हो नक्कली, तर पनि इट इज जस्ट लाइक ओ माई गड आई एम द प्रिन्सेस अफ हिज हर्ट भनेको जस्तै क्या। अन्त आई लभ इट। मेरो मैले ट्युसन पढाउँछु त नानीहरू, सो सो मच लभ टु हिम अल्सो। थ्याङ्क यू मेरो भाइलाई, नानीलाई हो, बर्थडेको गिफ्ट ल्याइदिनु भएको अरे मलाई। एन्ड एउटा नानीले ल्याइदिएको सो थटफुल के, यत्रो एजमा सानो सानो नानीहरूले यस्तो ल्याइदिएको, इट इज सो थटफुल एन्ड आई थ्याङ्क देम। अन्त यो चाहिँ मेरो फेभरेटै भन्नु होला नि, अब जेठानी दिदीले ल्याइदिनु भएको मलाई गिफ्ट। यस्तो क्युट है, अलिक सानो सानो यसको हुनुहुन्छ कि त्यही कारणले गर्दाखेरि होला। हेर्नु त तमासा, इट इज सो प्रिटी। तपाईँहरूलाई यसको भित्र देखाउँछु के। गाइस यु क्यान सी दिस, इट इज सो सफ्ट। ओ माई गुडनेस, आई लभ इट। यति मन पर्यो कि मलाई यो देखेर चाहिँ, यति राम्रो यति दामी होइन। मैले फर्स्ट लुकमै मन पऱ्यो क्या, इट इज सो सफ्ट। मेरो जेठानी दिदीको पसन्द धेरै राम्रो राम्रै हुन्छ। अन्त सी बट मी दिस है। एन्ड थ्याङ्क यू सो मच मेरो जेठानी दिदी अवन्तिका प्रधान, उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले मलाई गिफ्ट ल्याइदिनु भएको हो। अन्त त्यस्तो बेसी केही छैन, अब सर्ट टाइममा हामीले त्यस्तो उयो नगरिकन, प्लान नगरिकन, मलाई थाहै थिएन मेरो यस्तो राम्रो बनाइदिनुहुन्छ भनेर, तर पनि इट वाज लाइक मेमोरेबल वान। सो थ्याङ्क यू सो मच। उहाँले चाहिँ अलिकति नोटोरियस हुनुहुन्छ, त्यही कारणले चाहिँ मलाई चाहिँ फर्स्टमा यो खोल्दाखेरि चाहिँ मैले चाहिँ बेबीको लुगा पो ल्याइदियो कि क्या भनेर सोचेको थिएँ, बट आई लभ इट एन्ड थ्याङ्क यू सो मच वन्स अगेन। अन्त अरू त त्यति हो, बेसी छैन। एन्ड दिस इज द आशीर्वाद पैसा। सबैजना अब गर्नु मिल्दैन होला कि गर्न देखाइदिउँ हौ है, ए आशीर्वाद सबैजनाले दिनुभएको। एन्ड द्याट्स अल मेरो हिजोको बर्थडेको लागि होइन, तर जुन चाहिँ एफोर्ट लगाइदिनु भएको थियो सबैजनाले यसलाई एउटा ब्युटिफुल डे बनाइदिनुको लागि थ्याङ्क यू सो मच। अनि जति पनि मेरो फेसबुकमा साथीहरू हुनुहुन्छ, जतिजनाले पनि मलाई थ्रु पोस्ट
मलाई यहाँनिर मेरो बर्थडेको वार्म विशेषहरू सेन्ड गरिदिनु भएको छ उहाँहरूलाई पनि धेरै धेरै थ्याङ्क यू सो मच। यसरी नै सधैँ सपोर्ट गरिदिनु होला भन्ने यति साह्रो ग्रिडी नहुँ होला। तपाईँहरूलाई पनि धेरै भगवान्ले आशीर्वाद दिउन् हो। तपाईँहरूको इच्छाहरू सबै साकार भएर जाओस्। तपाईँहरूलाई हेल्दी सुस्वास्थ्य दीर्घायुको म कामना गर्दछु। र यो चाहिँ म नखोल्न पऱ्यो, यतिकै लगाइबस्नु पऱ्यो। यति नै हो, मेरो अरू बेसी कुरो केही थिएन। सबैजनालाई मेरो आन्तरिक हृदयबाटै थ्याङ्क यू भन्न चाहन्छु। थ्याङ्क यू सो मच, बाई बाई, टेक केयर। यसरी नै माया दिइरहनु होला। अहिलेसम्म दिइरहनु भएको छ, देखाइरहनु भएको छ है। तपाईँहरूको यो माया चाहिँ कहिले पनि नसकोस्। अलिकति त स्वार्थी हुनु पर्यो नि हो, होइन है त। ल सबैजनालाई बाई बाई, टेक गुड केयर अफ योरसेल्फ। राम्रोसँगले बस्नु होला, स्वस्थ रहिए, मस्त रहिए, व्यस्त रहिए है। ल बाई बाई, टेक केयर।